त्यसैगरी हाम्रो च्याप्टर 5 मा के छ भन्दाखेरि नन इन्भेसिभ डायग्नोस्टिक इन्स्ट्रुमेन्ट्स रहेको छ र यहाँ भनेको अब मेन इम्पोर्टेन्स च्याप्टरहरू हो यो है। च्याप्टर 5 च्याप्टर 6 भनेको अलिक इम्पोर्टेन्ट च्याप्टरहरू नै हो। हुन त सबै च्याप्टरहरू इम्पोर्टेन्ट नै हो, अलिक बढी इम्पोर्टेन्ट भनेको यहाँ बाट क्वेसनहरू अलिक आउँछ, राम्रो राम्रो क्वेसनहरू है। बढी पढ्नुपर्ने कुरा केही पनि छैन च्याप्टर 5 च्याप्टर 6 मा। च्याप्टर 7 मा पनि धेरै कुराहरू पढ्नुपर्ने छैन, ठ्याक कुराहरू मात्र छ, यही कुराहरू सोध्छ एक्जाममा है। जस्तै अब सोध्छ ब्लड फ्लो मेजरमेन्ट इन्स्ट्रुमेन्ट है। जस्तै अब कुन प्रिन्सिपलमा बेस्ड छ, इलेक्ट्रोम्याग्नेटिक ब्लड फ्लो मिटर को बारेमा डिस्क्राइब गर्नुहोस्। अर्को भनेको अल्ट्रासोनिक ब्लड फ्लो मिटरको बारेमा डिस्क्राइब गर्नु, सबै फिगर बनाएर डिस्क्राइब गर्न सोध्छ र कुन प्रिन्सिपलमा बेस्ड छ भनेर सोध्छ है। जस्तै इलेक्ट्रोम्याग्नेटिक ब्लड फ्लो मिटर कुन प्रिन्सिपलमा छ, इन्डक्सन प्रिन्सिपलमा छ। अर्को अल्ट्रासोनिक ब्लड फ्लो मिटर कुनमा छ, डोप्लर इफेक्टमा। अर्को ब्लड फ्लो इन्स्ट्रुमेन्ट बाई रेडियोग्राफी टेक्निक रहेको छ है त। सबै एकैपल्ट सोध्दैन, 2 वटा सोध्छ, एउटा सोध्छ है। जस्तै सुरुमा इलेक्ट्रोम्याग्नेटिक ब्लड फ्लो मिटर बेस्ड अन इन्डक्सन प्रिन्सिपल रहेको छ। इन्डक्सन प्रिन्सिपलको बारेमा डिस्क्राइब गर्नु होला, कुन प्रिन्सिपलमा बेस्ड छ भनेर सोध्यो भने होइन। त्यसपछि अब इलेक्ट्रोम्याग्नेटिक ब्लड फ्लो मिटरको यसरी ब्लक डायग्राम बनाएर होइन देखाएर सबै कम्पोनेन्टको बारेमा यसरी फङ्सन्स डिस्क्राइब गर्नुपर्छ है त। यसको एडभान्टेज डिसएडभान्टेज यहाँ मैले लेखिदिएको छु माथि है त। अर्को भनेको अल्ट्रासोनिक ब्लड फ्लो मिटर बेस्ड अन डोप्लर्स इफेक्ट, यसरी नै देखाउनु होला, फिगर बनाउनु होला है त। यसमा के हुन्छ भन्दाखेरि ब्लड भेसलको दुइटै साइडमा हाम्रो के हुन्छ भन्दाखेरि पिजो इलेक्ट्रिक ट्रान्सड्युसर राखेको हुन्छ। एउटा भनेको सेन्डिङ ट्रान्सड्युसर, अर्को भनेको रिसिभिङ ट्रान्सड्युसर हो। ओसिलेटरले के गर्छ भन्दाखेरि वेभ जेनेरेट गरेर होइन के हुन्छ भन्दाखेरि यसलाई यहाँबाट के गर्छ भन्दाखेरि सिग्नल ट्रान्समिट गर्ने काम गर्छ र यहाँ रिसिभिङ ट्रान्सड्युसरले चाहिँ केही ट्रान्समिटेड सिग्नललाई के गर्छ भन्दाखेरि रिसिभ गर्छ विदाउट चेन्जिङ एनी फ्रिक्वेन्सी। र यसरी नै सबै प्रोसेस हुन्छ, यहाँ सबै लेखेको छ, पढ्नु होला यसको फङ्सनहरू है त। सबै छ, मजाले हेर्नु होला है त। इम्पोर्टेन्ट च्याप्टर हो। इम्पोर्टेन्ट भन्नु पर्दाखेरि के हो भन्दाखेरि इम्पोर्टेन्ट यहाँ भनेको ठ्याक्ठ्याक्कै क्वेसनहरू छ क्या, 3-4वटा क्वेसन छ है। त्यही जेनरली सोधिरहेको हुन्छ र त्यही पढ्नुपर्ने छ हामीलाई है त। अर्को भनेको ब्लड फ्लो इस्टिमेसन बाई रेडियोग्राफी टेक्निक है, यो पनि पढ्नु होला। जसलाई हामी भिडियो एन्जियोग्राफी टेक्निक पनि भन्छौँ। यसरी नै सबै हालेको छ। अर्को भनेको रेडियोग्राफी प्रिन्सिपल भनेको के हो त्यो चाहिँ हेर्नु होला। प्रोडक्सन अफ एक्सरे, अब योहरू सबै 11-12मा पढेकै हो, मजाले बुझिन्छ पढेर हेर्नु होला। एक्सरे कसरी प्रड्युस हुन्छ, यसको वर्किङ मैले पढ्दाखेरि लेखेको हो, अलिक बुझ्न सजिलो हुन्छ भनेर। मलाई अलिक यो लेखेको के छ अलिक नराम्रो लागिरहेको थियो होइन, त्यही भएर म आफैले लेखेको है त। स्पेस खाली थियो त्यहाँ। अब प्रोपर्टिज अफ एक्सरे एप्लिकेसन, त्यसको इफेक्ट अफ एक्सरे सबै छ, हेर्नु होला। ब्लक डायग्राम अफ एक्सरे मेसिन जेनरली सोध्छ है यो कुराहरू। सबै ब्लक डायग्राम बनाएर डिस्क्राइब गर्नु होला। यसरी मैले यहाँ माथि डिस्क्राइब गरेको छु ब्लक डायग्रामलाई, सिम्पली बुझ्न सक्नुहुन्छ मजाले। यो तलको नलेख्दा पनि हुन्छ, एज प्रोडक्सन के छ अलिक जाउँछ है। बायोलोजिकल इफेक्ट अफ एक्सरे सोधिरहेको हुन्छ है, यो सबै कुराहरू हो। अर्को भनेको यहाँ पढ्नुपर्ने भनेको डायग्नोस्टिक अल्ट्रासोनोग्राफी इमेजिङ सिस्टम, जसलाई हामी भिडियो एक्सरे पनि भनेर बुझ्छौँ है। अल्ट्रासाउन्डको बारेमा छ, अल्ट्रासोनोग्राफी भनेको के हो त्यो पनि छ। प्रिन्सिपल अफ जेनेरेसन अफ अल्ट्रासाउन्ड यसरी हो, सबै छ यहाँ हेर्नु होला। ब्लक डायग्राम हालेको यो भनेको प्रोब हो है, फिगर। अर्को भनेको यहाँ इम्पोर्टेन्ट के छ भन्दाखेरि बेसिक पल्स इको एपरेटसको बारेमा जेनरली सोधिरहन्छ। पल्स इको एपरेटस इज युज फर कन्ट्रोलिङ द टाइमिङ अफ पल्स सेन्ड आउट बाई द अल्ट्रासाउन्ड ट्रान्सड्युसर एन्ड द रिसिप्सन अफ इको है। सबै बुझिन्छ मजाले पढेर है त। सबै लेखेको छ, पढ्नु होला। अर्को भनेको जस्तै अब यहाँ यो इको एपरेटसमा के हुन्छ भन्दाखेरि डिस्प्ले टेक्निकहरू हुन्छ। जस्तै एउटा भनेको एम्प्लिच्युड मोडुलेटेड डिस्प्ले हुन्छ, अर्को भनेको ब्राइटनेस डिस्प्ले हुन्छ है। यो सोधिरहेको हुन्छ जेनरली। एम्प्लिच्युड मोडमा के लेख्नुपर्छ यहाँ मैले लेखेको छु, फिगर पनि बनाएको छु, यहीहरू लेख्नु होला। यो अर्को चाहिँ नलेख्दा पनि हुन्छ। एप्लिकेसन्स यो जुन मैले लेखाएको छु नि यो कुराहरू लेख्दा भइहाल्यो। यो कुराहरू है त, यो कुराहरू अनि यो माथिमा भएको कुराहरू है त, त्यो लेख्दाखेरि भइहाल्छ। अर्को हाम्रो के छ ब्राइटनेस मोड छ।
भन्दाखेरि कहाँ गयो? सरी यहाँ बी मोड भनेको ब्राइटनेस मोड छ। मैले माथि लेखिदिएको छु, तलको नलेख्दा पनि हुन्छ, माथिको लेख्नु होला बी मोडको बारेमा है त। सबै देखाइदिइसकेपछि हाम्रो के हुन्छ भन्दाखेरि च्याप्टर 5 मा अर्को भनेको कम्प्युटर टोमोग्राफी भनेको सिटी स्क्यान मेसिनको बारेमा पढ्नुपर्छ। अब सिटी स्क्यान भनेको के हो भन्दाखेरि मेडिकल इमेजिङ प्रोसिड्युर द्याट युज एक्स-रे एन्ड कम्प्युटर टु अब्टेन अ क्रस सेक्सनल स्लाइस इमेज अफ द ह्युमन बडी हो। जस्तै प्रिन्सिपल अफ अपरेसन के छ, यहाँ सबै छ, यसो फिगर बनाएर सबै त्यसको डिस्क्राइब गर्नुपर्छ, यसरी पढ्नु होला है, मजाले बुझ्न सकिन्छ। सिस्टम कम्पोनेन्ट्स अफ सिटी स्क्यान यहाँ ल्याएको छ है त। अर्को भनेको हामीलाई एमआरआई मेसिन भनेको एमआरआईको बारेमा पनि सोध्छ, कुन प्रिन्सिपलमा बेस्ड छ है। एमआरआई सिस्टम भनेको यो ब्लक डायग्राम सोधिरहेको हुन्छ। अब यो भनेको एनएमआर प्रिन्सिपलमा बेस्ड छ भनेको न्युक्लियर म्याग्नेटिक रिजोनेन्समा बेस्ड छ। यसको स्टेटमेन्ट यहाँ लेखेको छ, लेख्नु होला है मजाले है त। त्यसै गरी अब एमआरआईको यसरी ब्लक डायग्राम बनाएर है यसरी केही कुरा डिस्क्राइब पनि गर्नुपर्छ। मैले लेखेको छु, लेख्नु होला यही कुराहरू एक्सप्लेनेसन्समा। जस्तै यहाँ प्रिन्सिपल अफ अपरेसन एमआरआई फेनोमेनन कसरी अपरेट हुन्छ भन्दाखेरि जस्तै हाम्रो ह्युमन बडीमा लट अफ हाइड्रोजन एटम्सहरू हुन्छ है। वेन प्लेस्ड इन स्ट्रङ म्याग्नेटिक फिल्ड दिस हाइड्रोजन न्युक्लियाई एलाइन इन वान डाइरेक्सन भनेको म्याग्नेटिक रिजोनेन्सले के गर्छ भन्दा म्याग्नेटिक रिजोनेन्स इमेजिङ टेक्निकमा के हुन्छ भन्दाखेरि हामी म्याग्नेटिक फिल्ड र अर्को भनेको रेडियो फ्रिक्वेन्सी पल्स युज गरेर इमेज जेनेरेट गर्छौँ है डिफ्रेन्ट सेल्स एन्ड टिस्युहरूको है। अब त्यही हो, जब हाम्रो बडीलाई हाई स्ट्रङ म्याग्नेटिक फिल्डमा राख्छ भने हाम्रो बडीमा भएको हाइड्रोजन न्युक्लियाहरू स्ट्रेट लाइन होइन स्ट्रेट लाइन अर इन वान डाइरेक्सनमा एलाइन हुन खोज्छ। र त्यसपछि हामी रेडियो फ्रिक्वेन्सी पल्स पनि एप्लाई गर्छौँ भन्दाखेरि त्यो एलाइनमेन्टलाई डिस्टर्ब गरिदिन्छ हाम्रो रेडियो फ्रिक्वेन्सी पल्सले। र जब हामी फेरि पल्सलाई स्टप गर्छ भने त्यो न्युक्लियाईहरू के हुन्छ भन्दाखेरि ओरिजिनल पाथमा रिटर्न हुन खोज्छ र त्यसले गर्दा के हुन्छ भन्दा केही इनर्जीहरू रिलिज हुन्छ र त्यही इनर्जीहरू हाम्रो स्क्यानरले डिटेक्ट गरेर प्रोसेस गर्छ है कम्प्युटरमा, अनि हाम्रो डिटेल इमेज अफ अर्गान एन्ड टिस्यु एमआरआईबाट निस्किन्छ है त। सबै यहाँ लेखेको छ है त, हेर्नु होला। अब बेसिक एमआरआई कम्पोनेन्ट्सहरू यो फिगर पनि बनाउँदा हुन्छ, यसरी हो सबैको डिस्क्रिप्सनहरू छ यहाँ, मजाले पढ्न सक्नुहुन्छ है त। भन्दाखेरि हाम्रो च्याप्टर 5 मा पढ्नुपर्ने कुराहरू यति नै थियो। ब्लड फ्लो मेकानिजम ह्युमन बडी सोध्छ कहिलेकाहीँ, हेर्नु होला। भनेको अर्को भनेको एउटा सिम्पल एउटा क्वेसन हो, सोधेको थियो, मैले लेखेर राखेको छु यहाँ, पढ्नु होला है त। अर्को भनेको हाम्रो अब च्याप्टर 6 रहेको छ है त। भन्दाखेरि च्याप्टर 5 पनि सक्यो। अब च्याप्टर 6 मा हामी थेरापेटिक इन्स्ट्रुमेन्टेसनको बारेमा पढ्छौँ है त। आजलाई यति गरौँ, नेक्स्ट भिडियोमा हामी च्याप्टर 6 को बारेमा पढ्छौँ।